खाइदिनु मेरो लिएर चाहिँ पानी राख्दैन आधा चाहिँ साढ़ के आंग में चला गया। सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै आराम छौँ। भर्खरसम्म सुतेको थियौँ, अहिले उठेर चाहिँ यसो भिडियो बनाउन जाउँथ्यो भनेर होइन। हामीले चाहिँ यहाँ किनेर आँप लिएका थियौँ, हेर्न सक्नुहुन्छ आँपमा पाकिसकेका छन् कि होइन, हेर्न सक्नुहुन्छ। हामीले चाहिँ किनेर ल्याएर चाहिँ पाकिरहेको छ होइन। आधा चाहिँ एक दुईवटा चाहिँ बाहिर लगेर हामीले खानेछौँ होइन। पाकेको आँप चाहिँ मैले ल्याइसकेको छु। साढ़ के आंग में चला गया। क्या गर्नु है, बब्बाल मिठो छ गाई छैन, पाकेको छ कि। हामीले चाहिँ यहाँ टक्क यो गाउँदेखि चाहिँ किनेर ल्याएको कि यता बब्बाल मिठो छ यहाँ। भ्यूहरू चाहिँ आँप खान्छ होइन। गाईहरू यतातिर चाहिँ आँप आज भोलि नै भइहाल्छ, हाम्रो चाहिँ पाकेको छैन होला। बब्बाल मिठो छ। आज चाहिँ मलाई के खाउँ भइरहेको थियो। दिसभरि आँप खाएँ, अब राति हुँदा चाहिँ मलाई मासु खान मन लाग्यो। त्यसपछि चाहिँ मेरो दादालाई चाहिँ भन्न पठाइदिएँ है त, हाम्रो ठुलो दादा भयो ठाउँ मासु खाने है आज भनेर सल्लाह गर्न पठाइदिएको। दादाले पनि हुन्छ आज मासु खाने भनिदिनु भयो। त्यसपछि चाहिँ हामी सबै नेपाली मिलेर चाहिँ रातिको 2 बजेपछि चाहिँ ड्युटीबाट छुटेर गयौँ होटेलमा मासु खानको निम्ति। वेटरले पनि मासु लिएर आइसकेको छ, हेर्दै गर्नु चाहिँ त। अब चाहिँ हामी के गर्छौँ यहाँ रमाइलो गरेर चाहिँ मासु खान्छौँ। हजुरहरू हेर्नुहोस् है रमाइलो लिएर भिडियोहरू। फेरि दादाले चाहिँ उत्पेटाङ गरिरहनु भयो त्यो अघिदेखि मासु खाना आत्तिर चाहिँ हेर्न सक्नुहुन्छ। सबैभन्दा अगाडि चाहिँ ग्याममा खाइदिनु भयो। अब चाहिँ हाम्रो भ्लग स्टार्ट भइरहेछ, तपाईँहरू हेर्नुहोस् है त, मजाले हेर्नुहोस् है। हाम्रो मासु पनि आइसकेको छ, अब हामी खान्छौँ सबैजना। हामी चाहिँ 11 जना नेपालीहरू आएका छौँ, रमाइलो पनि गर्नेछौँ एकदमै। हामी मध्ये 2 जना चाहिँ भोलिदेखि कम हुँदैछन्, किनभने उहाँहरू चाहिँ घरतिर जाँदै हुनुहुन्छ, त्यही भएर चाहिँ हो। जुन हामी चाहिँ फाइनली खाना साना खाएर अब टक्क कोल्ड ड्रिङ्क खान लाग्यो। हामी चाहिँ जट्ट यो त फेरि साथै छोड्दियो च्यालेन्ज भिडियो यो च्यालेन्ज सन्काइदिनु न साथीभाइहरू। त आज चाहिँ भोलिपल्ट भइसकेको छ होइन। हिजो रातिको हामी 2 बजे चाहिँ 11 जना साथीभाइहरू सबै मिलेर चाहिँ हामी मासु खान गएको थियौँ। रमाइलो चाहिँ अति नै भयो, रमाइलो। आज चाहिँ यस्तै छ, हेर्न सक्नुहुन्छ बाहिरको मौसम यस्तो देखिरहेको छ। भिडियो कस्तो लाग्यो हजुरलाई, यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला साथीभाइहरू। यो भिडियो यही अन्त्य गर्छु। बाई बाई, टेक केयर गाइज।